डन्ठाले यस्तो तरिकाले हान्यो कि मलाई हेर्नुहोस्, यस्तो तरिकाले यसो गरेर हान्दाखेरि भगवान् मेरो भोलेनाथले मलाई बचायो। मेरो टाउकोलाई उति मेरो मौत हुन्थ्यो। मलाई त मार्नु नआउने त मारेकै हो। मैले आज मेरो ममाथि अत्याचार अन्याय हुँदा चाहिँ मैले मिडियालाई मैले बोलाएको, किनकि यो पल्लो घरको कान्छा प्रधानले अहिलेदेखि होइन बहुत पहिलादेखि नै यसले हामीलाई टर्चर गर्थ्यो। टर्चर कस्तो टाइपको टर्चर गर्थ्यो बिचमा एकदम यसले क्या एकदम बोल्दाखेरि कस्तो कस्तो अब के जाति यस्तो तरिकाले लो टर्चर गर्थ्यो। यो बाटोको लागि बिचमा हाम्रो बार थियो होइन, बिचमा हाम्रो बार थियो। अहिले 5-6 साल अगाडि बार उनीहरूले निकाले एउटै बाटोमा हिँड्यो, एउटै बाटोमा हिँड्थ्यो। यिनीहरूले घर बनायो, दुनियाँ गर्यो, बालु झार्यो, दुनियाँ गर्यो। मैले केही भने किनकि छिमेकी काम लाग्छ मर्दा पर्दा पनि, छिमेकी मैले केही गरिनँ। बादमा उसले एउटा टमाटर गाछ उनीहरूको अलिकति त्यहाँ जाँदाखेरि 10 बजी राति चोर जस्तो आएर उखाल्यो उसले। यहाँ मेरो अक्षतले देखेको त्यहाँनिर टमाटर गाछ उगाउँदाखेरि 10 बजी राति आयो। अन्त उसले यसरी हेऱ्यो, अरे यो त यहाँको फल्ला अङ्कल हो। उसले के भने हामीलाई भन्यो, आन्टी यस्तो त बाचौ त यसरी उखालेको यो के अरे गाछ भने चोर्दै कोही बात छैन, भगवान् छ उपरवाला छ भने हामीले केही भन्यो। बिहानै 5 बजेर उखाल्दा उसले गयो, त्यही पनि हामीले केही भन्यो सवाल जवाफै गरेन होइन। अन्त उसले के गर्यो कुनै के गर्ने, उसले बाटो अलिकति अल्गो बनाएको छ मेरो हो, उसले त्यो मेरो बाटो यति मिचेर अल्गो बनायो। अनि मैले भने यो घटना तपाईँको यो सोमबारको घटना है 11 बजेको। मैले भने दाजु तिमीले किन यसरी गरेको, किन मेरो जग्गा चापेको, किन मिचेको, तिमी आफ्नो जग्गामा गर न, जो गर्नु छ आफ्नो जग्गामा गर भन्दाखेरि एकैचोटि म गर्छु यहाँनिर गर्छु, त्यो गाउँसँग नमिल्ने भन्यो। अरे त्यस्तो नभन नि दाजु, यस्तो गर्नु पाउँदैन। सोरेर गयो त पहिला गयो, पछिल्लो बरेचीले बुवा फेरि यहाँ आन्टीले यस्तो मैले भने म त जग्गा मिच्नु दिँदिनँ, यत्रो अजाति मैले छोडिदिएछु, म जग्गा मिच्नु किन दिन्छु भनेर मैले खुट्टी काट्नु इँटा अलिकति यताउता गर्दाखेरि फेरि बोलायो। एकैचोटि स्कुटी उठेर एकदम मलाई यस्तो गरेर यस्तो छाती चाहिँ हिर्काउनु जस्तो गरेँ। त्यति बेला पनि यो शुक्रबारको घटना हिर्काउनु त्यस्तो, तँ 4 दिनको मेहमान हो, तेरो घर होइन यो भन्यो। भन्दाखेरि दीक्षा खुरेर कुदेर गयो भने आन्टीले हिर्काउनुलाई यस्तो गर्दाखेरि कुदेर जाँदाखेरि तँलाई हेर्छु म देखाउँछु तँलाई भन्यो। चलो त्यो दिन त्यतिको भयो। अर्को दिन मैले सोमबारको दिन मैले त्यहाँनिर म यो गर्छु नापजोप गर्दै थिएँ, डोरी लगाएर नाप्दै थिएँ। मैले अक्षत भने अक्षत त्यो डोरीसम्म म आफै नाप्छु, खुट्टी लगाएर म नाप्छु भन्दाखेरि उसले एकैचोटि उभियो यहाँनिर, यहाँ दिन्न म खुट्टी लगाउनु दिन्न भने आयो। म चाहिँ तल बसेको छु, उसले लात्ताले यसो गर्यो त्यहाँनिर मुखभरि छिट्क्यो बालु। अन्त म बोलिनँ, फेरि पनि म चुप्पो लगाएर किन झगडा म भनेर चाहिँ एकैचोटि लात्ताले यस्तो तरिका भक्कै लडेँ म लात्ताले हान्दाखेरि। अनि लात्ताले भक्कै लड्दाखेरि जुरो कोठे तिमीले किन लात्ताले मलाई हिर्काएको, कुन अधिकारले हिर्कायो, हिर्काउँछु के गर्छु म हिर्काउँछु म, तैँले के गर्छ। म एकैचोटि मलाई घुसीले लात्ताले यस्तो गरेर घुसीले मलाई हिर्काएँ। यहाँ मलाई घुसीले कानमा राख्दाखेरि म खुन मुस्ली भएँ। कोही आएन त्यसलाई छुट्याउने भन्नु, मेरो भाइले गएर छुट्यायो त्यहाँनिर। भाइले यसरी आज मलाई मार्दैछ भने त छुट्याउँछ नि त मेरो भाइ त्यहाँनिर। भाइले किन यस्तो गरेको, मेरो आन्टीले मलाई छुट्टी भयो त्यहाँनिर होइन। त्यसरी छुट्यायो उसलाई, छुट्याएर मेरो पाला अन्त म न्याय माग्नु यता बाटोतिर गएँ, उता गएपछि म थाना गएँ। थाना जाँदाखेरि पुलिसले जा पहिला केस गर्नु पनि नगर, तँ यहाँ चाहिँ ट्रिटमेन्ट गर भने ट्रिटमेन्ट गराएँ, एफआइआर लेख आएँ। थाना गयो, फेरि एफआइआर लेख्यो, कसैले मेरो न्याय गरेन। अहिलेसम्म न्याय नै छैन मेरो, खोइ त कसैले साथै दिएको छैन मलाई पुलिसले, खोइ त अहिलेसम्म के उसले यो नै छैन। म एउटा गरिब लाचार, मेरो कोही छैन। मेरो दाजु थियो, मेरो दाजु जनवरी 77 खस्नुभयो, त्यहाँदेखि मलाई हेप्छ, सबले हेपेको छ मलाई। बुढा मैले बिहा गरेको छैन मेरो आमाको लागि, मेरो आमा छैन, मेरो बाउ छैन, म एक्लै बस्छु भनेर मलाई यसरी हेपेर अत्याचार गरेर मलाई अझै पुट्यो। एउटा लेडिजलाई हात लगाएँ, लेडिजलाई हात लगाएको चाहिँ आज मलाई लाग्यो अरूलाई पनि त हात लगाउँछ। यो तपाईँले न्याय गरिदिनुहोस्, न्यायको लागि मैले बोलाएको। आज यसरी अजातिलाई छोड्यो भने त भोलि अर्को लेडिजसँग उसले पिट्छ, अरूलाई पिट्छ। मलाई दलित भनेर हेप्यो, म सानो जात भनेर मलाई हेप्यो यिनीहरूले, किनकि म सानो जात, म कामी हो, शशी कामी हो मेरो नाम, कामी भनेर मलाई हेपेको छ यसले, अत्याचार गरे मलाई। आज यसरी उसलाई लापरवाही छोड्दैन, भोलिको दिन मलाई घरमै आएर मार्छ त, सबै हामीलाई पुट्छ, घरभित्र पिट्छ। कसैले न्याय गर्न त सबै हामीलाई लोक्न मान्छे घरभित्र आएर पिट्छ। त लेडिसले यसरी हात लगाएर उसलाई के हामीले गरेन भने त गरेको मैले तपाईँको सोमबार कति 4 तारिक 5 तारिक गरेको घटना कहिले भयो? 23 तारिक भएको घटना। जिस दिन घटना भयो 23 तारिक त्यही दिनै गएँ म। कति बेला भएको घटना? तपाईँको घटना त 11 बजी 11 साढे 11 को बिचमा भएको, वहाँ गएर 12 बजीतिरै मैले त्यो कम्प्लेन लेखाएको। तपाईँको नाम के भन्नुभयो? शशी विश्वकर्मा। कहाँको हो तपाईँ? म लक्ष्मीपाडा टी गार्डन बिघा लाइनको हो।